विश्वराम कार्की दाजु हुनुहुन्छ। उहाँको चाहिँ समन्वयमा मैले यस विषयमा विभिन्न घटनाहरू घटिरहन्छ। यहाँ चाहिँ अब मान्छेहरू अलिकति नबुझ्ने भनौँ कि होइन, बुझेर बुझ सघाउने भनौँ कि होइन, पढे लेखेको पनि तर नपढेका मान्छेहरू छन् जसले चाहिँ कुकुरहरूलाई पिट्ने ओर्ने एकदम घाइते तुल्याउने कामहरू पनि गरेका छन्। अस्ति एउटा कुकुरलाई पनि मार्यो र यो चाहिँ अब यो जनावर सम्बन्धी कानुन पनि छ है हाम्रो देशमा। यिनीहरूलाई हामीले चाहिँ दुःख दिनुहुन्न भनेर चाहिँ हामीले यसरी चाहिँ यो इन्फर्मेसन फ्लो गर्न खोजिरहेका छौँ। उहाँ विश्वराम कार्की भन्ने चाहिँ सिङ्गर पनि हुनुहुन्छ हाम्रो दाजु। यदि कसैले चाहिँ कोही कुकुरहरूलाई जनावरहरूलाई यातना दिएको खण्डमा चाहिँ देखेको खण्डमा चाहिँ उहाँलाई फोन गरेर एउटा सानो भिडियो बनाइहाल्ने लुकेर, त्यस पछाडि उहाँलाई फेसबुकमा अथवा युट्युबमा सेयर गर्ने। त्यस पछाडि त्यो व्यक्ति जसले चाहिँ दुःख दिन्छ त्यो व्यक्तिलाई कारवाही हुन्छ। अब यहाँ लेखिएको छ सारस पेट केयर सेन्टर विश्वराम कार्की युट्युब एन्ड फेसबुकको च्यानल छ, नम्बर छ। आफ्नो घर वरपर रहेको विभिन्न किसिमका जनावरहरू जस्तै कुकुर, बिरालो, गाई, बस्तु, चराचुरुङ्गीहरू, बाँदरहरू जस्ता लगायत जनावरहरूलाई माया गरी खानेकुराहरू दिने गर्नुपर्छ है, दिनुहोला। अनि यदि विभिन्न किसिमका जनावरहरू जस्तै कुकुर, बिरालो, गाई, बस्तु यिनीहरूलाई छुटेको थाहा पाएमा तुरन्त विश्वराम हाम्रो कार्की दाइलाई सम्पर्क गर्ने। अनि यहाँ लेखेको छ अर्को चाहिँ इन्फर्मेसन एकदमै